बिना स्किलको मान्छेले 15 साल 20 वर्ष बेङ्गलोरमा बसे पनि घरमा गइसकेपछि त्यो मान्छे जिरो। एकपल्ट बिमारी भयो भने त्यहाँ कम्तीमा पनि 10,000 15,000 नबोकी त अस्ति नभए मिठो एउटा भन्दैछु मैले एउटा एक्जाम्पल लुटी ल्याएर लुटी खाएको एक्ज्याक्टली फिट हुन्छ कि 5 सालमा त कति कुन ठाउँ घुम्नु गएछ? 5 सालभन्दा बढी भएन बेङ्गलोर आएको। भयो 5 सालभन्दा बहुतै बढी। 5 सालभन्दा खासै 1 महिना 2 महिना जस्तो भयो होला। बढी नै भनेको अब त्यो हिसाब त बल्ल आएछ अरे। कोसँग आएको छु 2019 न 18 होइन नि 20 मा हो। म आएको 2021 मा होला। अनि 5 साल रानिङ छ। 5 साल रानिङ। अलमोस्ट सकिने आएको 2026। हजुर तेरो कति भयो? मेरो त मभन्दा त अगाडि नै आएको। म 2018 मा आएको। अनि तर अब कम्प्लिटली अब बसेको भन्न मिलेन। अब कोही बेला घरमा 2 साल पनि बसियो हैन। अच्छा तर बेङ्गलोर छिरेको चाहिँ लगभग 5 साल 6 साल बढी नै होला। अब डेट हिसाबले हेर्नु भने चाहिँ अब ओभरअल एउटै उतो त भने अब बिचमा अब ग्याप लिएर घर गइस आइस त्यही हो। नभए त बेङ्गलोर बसेको मतलब बेङ्गलोरमा छिरेको चाहिँ 6-7 साल भयो। नभन्नुपर्दा त म त 2021 त्यहाँदेखि त धेरै लामो म घरमा बसेकै छुइनँ। प्रायः जस्तो 1 महिना लास्ट टाइम जाँदाखेरि 1 महिनाको छुट्टी। अनि त्योभन्दा अगाडिपल्ट जाँदाखेरि सायद हामी 20 दिन या 25 दिनको छुट्टीमा गएको थियौँ होला। म अनि मेरो एकजना साथी एकजना छ। ए भनेपछि अब प्रेजेन्ट डे छैन भने त म भने बढी नै तिमी छौ प्रेजेन्ट हैन। मेरो यसै अब एन्ट्री डेट चाहिँ छिटो हो। अनि 5 साल बितिसक्यो वा 6 साल बितिसक्यो हैन। अब भन्नुपर्दा 6 साल होइन तेरो त 7 साल 7 साल बित्यो मेरो अब 5 साल भनौँ होइन। अनि 5 साल 7 साल त्योभन्दा अगाडि बस्नेहरू पनि होला नि। छ नि किन छैन हामी भने बढी। तर त्यो सवाल होइन नि त को कति बस्यो को कति कम्ती बस्यो सवाल त्यो होइन हैन। को छिटो गयो यहाँदेखि हैन। माने रिटायरमेन्ट यहाँ कसले छिटो लियो र आफ्नो गाउँमा शान्ति दिइरहेछ मेरो लागि चाहिँ त्यो चाहिँ सवाल हुनुपर्छ। मलाई लाग्छ बेङ्गलोरमा बसेर त भाइ 10 वर्ष बस 15 वर्ष बस अनि यहाँबाट गएर बेङ्गलोरमा काम सबै सक्छु। अनि घरमा अब निकै ठुलै लेभलमा काम केही गरेको छ होइन। उसको अब लेभल अर्कै छ भने माथिको लेभल नर्मल हामी लेबर हामी जस्तो लेबर त हो नि होइन। जसको हामी बिना स्किलको मान्छेले 15 साल 20 वर्ष बेङ्गलोरमा बसे पनि घरमा गइसकेपछि त्यो मान्छे जिरो। अनि जो मान्छे घरमा गएपछि जिरो छ अनि घरमा गएपछि उसको सोर्स अफ इन्कम नै हुँदैन होइन। अनि त्यो मान्छेले अनि घरमा गएर फेरि सुखको जिन्दगी चाहिँ कसरी बिताउँछ बेङ्गलोर सर्भाइभ भएर? होइन अब कसैको मन हुन्छ नि होइन। अब जस्तो कि पैसा कमाउने 80 साल कमाउने 80 सालपछि म घरमै केही दोकान खोल्ने सबैको चाहना छ होइन। मनभित्र सबैको चाहना छ। तर पुरा कसैको हुन्छ र हुँदैन नि कसैको। त्यस्तै हो अब त्यो हुन्छ। अब घरको समस्या यता उसलाई दिनुपर्ने उसको बिहा आयो उसको पूजा आयो अनि त्यसपछि ऊ बिमारी भयो त्यो बिमारी भयो भन्दा भने त्यो दोकान ढोकानी सबै रहन्छ। अनि जो छ जसले पैसाको भ्याल्यु बुझेको हुन्छ खर्च कम गरेर जुन चाहिँ पैसा खर्च गर्ने हुन्छ नि एउटा म्यानेजमेन्ट सिस्टम एउटा हुन्छ नि त्यो सिस्टमसँगले चलेर उसले थाहा हुनु पर्यो कि म बेङ्गलोरमा बसिरहेको छु मैले एक दिन यो जग्गा छोडेर जानुपर्छ त्यसको लागि मैले केही सेभिङ गर्नुपर्छ भन्ने कुरो उसले ठानेर कसैले गरेको छ भने त्यसले पछाडि गएर घरमा पनि सुखको जिन्दगी बिताउँछ। छैन भन्दाखेरि त त्यही हो। त्यो त अब सबैको छ नि त होइन। पैसा कमाउनु आएको तिमी आयो म आएँ अरू आएको करोडौँ आएको छ। बेङ्गलोर आएको सबै नै पैसै कमाउनु आएको हो। तर एउटा हुन्छ नि बचाउने नबचाउने पैसा बचाउने। अब हामीहरू पो जस्तो गरिराखेको छ ड्युटी गरिएको छ 2 कुरा सोचिएको पनि छ होला हामीहरूले होइन। अनि कोही त हुन्छ नि बेङ्गलोरमा छ अनि सेलेरी आयो चल घुम्नु जाने कहाँ जाने लालबाग जाउँ हो। त्यो तरिकाको पनि होला नि त मान्छे हो। तर जिन्दगी पैसा कमाउनु मात्रै होइन बाबासँग मात्रै होइन इन्जोयमेन्ट पनि हुनु। त्यसैले सायद अब हामी चाहिँ धेरै सोचेर हो कि त्यही त हामीहरूको जिन्दगी ड्युटी टु रुम टु ड्युटी भएको छ त हो त। हामीले पैसा हेरेर चाहिँ लाइफ हेरेको छैनौँ हो त। जिन्दगी चाहिँ पैसा 5 सालमा त कति कुन ठाउँ घुम्नु गइस? म त भन्ने भने कहाँ गयो त्यही हो। म हत्तै गयो भने 2 पल्ट लालबाग पुगेछु है फेरि। म त त्यो पनि गएको छैन। बेङ्गलोरमा बसेर नि यस्तो थियो बेङ्गलोरमा बसेर हामीले पैसा भले कमाइदिन्छ तर लाइफ जिएको छैन। लाइफ त अब तिम्रो मात्रै होइन मेरो पनि होइन। जो अब जब सेक्टरमा आउँछ त्यसको त्यही हो 9 to 5 ड्युटी छ आइज खा सुन फेरि भोलि त्यही रुटिन होइन। अझै किचन लाइनमा काम गर्नेको त झन्
डेली ड्युटी गर्ने ठाउँ हेर्नै परेको हुन्छ। हो त छुट्टीको दिन पनि भात त खानै पर्यो। अलमोस्ट किचन लाइनमा काम गर्नेहरूको उही किचनमै खाना पाकेको हुन्छ होइन। खाना खानु भयो भने जानै पर्यो, रुम सेपरेट होला र पनि प्रायः जस्तो होटल लाइनमा त होटल त्यो हुन्छ होटलकै छेउमा रुम दिएको हुन्छ छेउछेउमै त्यहीँ भित्रै। अनि सोच त अब शारीरिक भावमा अब रेस्ट पाए पनि मेन्टली रेस्ट पाउँदैन क्या है। अनि पैसाको एक सप्ताह चाहिँ मजा आउँछ स्यालेरी आएको बेलामा। अनि त्यसपछि एक हप्ता 10 दिन भइसकेपछि त पैसा सक्यो। अनि त्यहाँबाट हुन्छ अर्को 1 तारिक कहिले आउँछ, अर्को स्यालेरीको डेट कहिले आउँछ, त्यो गन्दा गर्दै स्यालेरीको डेट गन्दा गर्दै ओके यो महिना स्यालेरी आयो, ओके सक्यो नि पैसा, अब नेक्स्ट महिना स्यालेरी आयो, फेरि स्यालेरीको डेट, अनि ड्युटी रुम गर्दा गर्दै साल बितेको थाहा पनि दिँदैन। हो त मलाई लाग्छ अब हिजोअस्ति अब लाग्छ अनि लाग्दैन हो त हिजोअस्ति त आएको हो त। तर एकदमै डिपमा गएर सोच्नु भने यत्रो साल भइसक्छ, डर लाग्छ होइन। तर के गर्नु अब नगरी भएको छैन होइन। त्यसले त बिगाएर त अब नगरी के गर्नु त भन त भाइ, अप्सन कहाँ छ? खेती गर्नु मुड जाँदैन सकिँदैन, मेहनत धेरै छ यहाँ त। एटलिस्ट त्यो भनेको त आरामदायक होइन। म त्यो कुरो पनि मान्दिनँ क्या, फेरि मेहनत धेरै छैन भन्ने कुरो। जति कुरो घरमा खेती गर्छस् नि जति कष्ट यहाँ पनि कष्ट त्यही हो। मलाई लाग्छ त्यो कष्ट घरदेखि बाहिर गर्ने कष्ट, घाममा निस्किनु पर्यो, पानीमा भिज्नु पर्यो हो, हिलो हुन्छ, त्यो एउटा कष्ट हो। यो घरभित्र गर्ने कष्ट एउटा 4 दिवारीको भित्र यो अब फिजिकल कष्ट नभए पनि एउटा जिम्मेदारीको कष्ट, रिस्क लिएर काम गर्नु पर्यो, गल्ती हुन्छ कि कतै होइन। आफ्नो बारीमा आफ्नो मर्जी, मालिक आफै हुन्छ। त्यो एउटा फ्रिडम हुन्छ नि त यहाँ त्यो फ्रिडम छ। मालिकले फोन गरेर आइज यस बस्छ भन्नै पर्यो। अनि त्यो चाहिँ अलिकति डिफरेन्ट लाग्छ। अब तर के भन्नु, अब खेतीमा अब गएपछि अब पैसा चाहिँ पाइँदैन, यति यहाँ जस्तो भए पनि महिना त कता आएको छ नि त होइन। घरमा चुला जल्छ नि त होइन। अनि हामी चाहिँ अब यङ मान्छेहरू कामै नगर्नु भने अब यस्तो बिलिङ गर्दै बस्नु भने बेङ्गलोर पनि नआउने, आएर उत्पाद गर्ने उयो गर्ने भने त कहाँ जानु होइन। आफ्नो ठाउँमा अपर्च्युनिटी पनि छैन होइन। तर अब त्यही हो, अब हामीले सिकेको कुरो चाहिँ अब भले हामीले भर्खर सिकेको होइन, त्यसरी होइन, जिन्दगी त अर्कै तरिका जिउनु पर्ने रहेछ भन्ने होइन। सबैले म बेङ्गलोर बस्ने जति बेङ्गलोरमा छन् हामी जस्तो केटाहरू होइन, उनीहरूले अर्को एउटा अप्सन बी पनि राख्नुपर्छ होइन। अब कति दिन बस्ने बेङ्गलोर, 1 वर्ष 2 वर्ष 3 वर्ष 4 वर्ष 5 वर्ष 6 वर्ष, एक दिन त जानु पर्यो नि त होइन। त्यसको लागि पनि एउटा प्लान गर्नुपर्छ होइन। प्लान त मलाई लाग्छ प्लान त सबैले गरेको छ, सबैको मनमा मलाई लाग्छ प्लान बी छ होइन छ। तर कसैको क्यापिटल कम भएर त्यो गरेको छैन, या कसैको परिस्थिति अलग्गै छ होइन। आफ्नो अब हामीले पनि के गर्दैछौँ होइन। अब सेलेरी पनि त्यति नराम्रो छैन, आज डेटमा अलमोस्ट बेस्टै भन्न सकिन्छ हामी जस्तो मान्छेहरूको। हामीले जस्तो मान्छेको लागि जुन चाहिँ सेलेरी हामी थापिरहेको छौँ बेस्ट हो होइन। अनि लोक पनि अब सन्तुष्ट छैन, लोक पनि हामीले अझै प्लान बी त्यो सोचिरहेको छौँ, यो गरेर कस्तो हुन्छ भनेर ट्राई गरेको छौँ। तर मलाई लाग्छ मैले यो भन्छु कि अब चलो जति सेलेरी हो नि एटलिस्ट हात पाउँ चलाउँदै गरौँ, यताउता हुने नहुने बातको बात, तर ट्राई गर्ने त आफ्नो हातमा हो नि त होइन। चाहे त्यो त्यहीँ बसोस् मलाई लाग्छ। अनि त्यो सबैले गर्दैछ लाग्छ मलाई, गर्दै छ। हामी सोसियल मिडियामा देख्छौँ भने छोरी मान्छे होस् वा छोरा मान्छे हो, भिडियो बनाइरहेछ, रिल्स बनाइरहेछ होइन, बनाइरहेछ। किन भने सोखले होइन, मतलब अर्निङको जरुरत छ, पैसाको जरुरत छ, त्यसैले कोसिस गर्दैछन् होइन। यहीँ बसी पनि र राम्रो पनि हो, भोलि गएर आफ्नो उयोले खान्छ, एउटा फ्रिडम पनि भेट्छ होइन। कति दिन यहाँ बस्ने, एक दिन गएर अब गएर यहाँ पनि क्रस उयो जबको लागि हाहाकारै हुनेछ हो, किनभने अब आउने दिनहरू सबै अटोमेटिक आउँदैछ। अनि अब हामीले अलमोस्ट 5-6 साल बिताइसक्यौँ होइन। अब अरूको छोडौँ, अरूले प्लान बी बनाओस्, सी बनाओस्, डी बनाओस्, प्रश्न हामी के गर्दैछौँ इन्डिभिजुअली, म के गर्छु वा इन्डिभिजुअली तिमी के सोच्दैछौ, प्लान बी छैन, सी छैन, डी छैन होइन। तिम्रो उयो हो नि त, जिउनु पर्ने तिमीले हो, मेरो जिन्दगी मैले जिउनु पर्ने, कसरी कहाँ गएर जिउनु पर्ने मैले जिउनु पर्ने होइन। अनि अब अहिलेसम्म त केही भएको छैन, सायद मलाई लाग्छ अझै यस्तै ल्याइमै लिन्छ होला, जिन्दगी बेङ्गलोरमै बुढो लिन्छ होला होइन। के भएर गर्नुपर्छ, अर्को एउटा के सोच्नुपर्छ, सोच्नु त पर्छ। तर अब खोइ त कसरी गर्ने, के गर्ने, त्यसको डर लाग्छ। कतै फेरि अलिक पैसा कमाएको भने डुब्ने मेन त्यही त पर्यो त
पैसाको माया कसैलाई छैन। कमाएको यत्रो मेहनत गरेर अनि फेरि अनि डुब्यो भने त्यो डर छ नि त। अनि कमाउनु पो लाग्छ त, वर्षौँ लाग्छ, महिना लाग्छ, डुबाउनु त सेकेन्ड लाग्दैन नि त फेरि। त्यही त, त्यो डरले त आज म मात्रै होइन सबैले लाखौँ हजारहरूले नै रिस्क लिन नसकेको भन्छ नि सोसियल मिडियामा। रिस्क लिनु लिनुपर्छ, उयो हुन्छ भन्छ। तर मलाई लाग्छ उनीहरूसँग अलरेडी पैसा बराबर छ, उनीहरूले 10 लाख जग्गामा 1 लाख लगाउन सक्छ, डुबाउन सक्छ। हामीसँग 1 रुपियाँ छ, त्यसमा 1 रुपियाँ डुब्यो भने फेरि फर्किनु परेन, ब्याक टु बेङ्गलोर। ब्याक टु बेङ्गलोर हुन्छ, टोप्लो कस हिँड्दै अप्सन छ। अप्सन छ। अब खेती त लाइफमा गरिँदैन होइन, अब त्यो त भन्नु त गाह्रो हुन्छ। होइन, यस्तो नि त, बेङ्गलोर छ, चेन्नई छ, हैदराबाद छ, हो त, हो त्यसले भएर खेती गर्दैन, किनकि मान्छे अल्छी भएको छ नि त होइन। यहाँ मेन त बाहिर बेङ्गलोरमा बसेको, बेङ्गलोरै भनौँ भयो, बाहिर बसेको, घरदेखि बाहिर बसेको मान्छेहरूले उनीहरूको शरीरै अहिले सुस्त भइसकेको छ कि। यही नभनौँ, हामी नै अहिले गएर घरमा गएर हलो कोदालो गर्नु सकिन्छ सकिन्छ होइन। पहिले त्यत्रो कष्ट गरेको मान्छे हो त होइन। बचपना हेर्नु भने हाम्रो त बचपना कष्टैमा बित्यो हो। अनि त्यो त्यत्रो कष्ट गरेको मान्छेले पनि आज बाहिर बसेको मान्छेले फेरि घरमा गएर, बेङ्गलोरमा बसेको मान्छेले घरमा गएर बस्नु सक्दैन भनेपछि त्यसले फ्युचरमा पनि त्यो अब त्यस्तै पर्याय लागु गर्नै पर्यो भनेदेखि त बाध्यताको अगाडि को ठुलो भएको छ र होइन। हो त, त्यो त हो, त्यो त फ्युचरको भयो होइन, त्यसको फ्युचर भयो। अब हामीले त यसरी जिन्दगी दिन्छौँ, जसरी एउटा फेरि देशमा गाना छ नि, जवानी भी गया बचपन भी गया भन्ने। हामीले बेङ्गलोरको लागि नै गुमाइन हाम्रो जवानी पनि बचपन पनि। बेङ्गलोर लागि भन्नु भने अलिकति गाह्रो हुन्छ, यो भन्न सक्दैन कि पैसाको लागि गुमायौँ र हामी सायद छिटो आयौँ कि भन्ने लाग्छ। किनभने त्यसरी आज हामी अलिकति ब्याकआउटमा परेको कि अलिकति हामी ढिलो भएर सिकेर केही होइन स्किल सिकेर आएको भए आज होइन। यस्तो नि त, अब त्यो समयमा हामीलाई पछाडिबाट गाइड दिने मान्छे पनि कोही थिएन नि त। अनि सबैभन्दा पहिले बाहिर निस्किँदाखेरि के थियो सोच, बाहिर जाने, पैसा कमाउने, के गर्नुपर्छ, कसो गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने कुरो केही आइडिया कसैलाई थियो थिएन। जस्ट बाहिर जाने। हामी त बेङ्गलोरभन्दा पहिले त हामी चेन्नई बसेको मान्छे होइन। तपाईँ चेन्नई बसेको, मैले चेन्नई बसेको। चेन्नई आउँदाखेरि फर्स्ट के थियो, चेन्नई जाने, पैसा कमाउने, उहाँ गएर के गर्नुपर्ने, कस्तो गर्नुपर्ने भन्ने कुरो थाहा थियो त थिएन नि त। हो त्यस्तै अब अहिलेकालाई त इभन नर्मली भए पनि घरबाटै सोचेर होइन म त होटलमा काम गर्छु बेङ्गलोर गएर, होइन म त सेक्युरिटीको जब गर्छु बेङ्गलोरमा गएर, बा कतै गएर सेफ गर्छु। मेजोरिटी बाहिरबाट हाम्रो उताबाट आउने त्यही कम्पनी लाइनमा गर्छु, यो कम्पनीमा काम छ अरे उहाँ। अहिले त फेरि एप पनि निस्केको छ होइन, त्यो एपको थ्रुबाट नि मान्छेले, अब हाम्रै भाइ अस्ति आउँदाखेरि, त्यो सागर भाइ अस्ति आउँदाखेरि उहीँबाट उनीहरू विचार गरिवरि आएको थियो कामको लागि। त्यो त हो, तर होइन मैले भन्नु खोजेको चाहिँ उसले आएर उहाँबाट त्यही काम विचार गरेर त्यही पायो भने एउटा आइडिया त छ मैले गएर यो गर्छु भन्ने। हामीहरू आउँदाखेरि त त्यो पनि थिएन। कहाँ थियो त्यति बेला जीव भएको हुन्छ त मोटा भाइले गरिदिएको छ, अम्बानीले होइन, त्यसको लागि सुविधा पाएको छ होइन। अर्को क्रिया त के भन्नु, अब सबैको राम्रो भइरहेछ होइन। मोबाइलले के गरिरहेछ अहिले दिनमा हामीलाई थाहै छ, तिमीले थाहा छ, मलाई थाहा छ। मोबाइलको दिनमा भनेपछि एक दिन यसको बारेमा पनि हामी गफ गर्नेछौँ होइन। हामी मोबाइलको बारेमा चाहिँ मिठो गफ होला, फेरि लामो गफ होला। किन होला, अब हाम्रो बचपन र अहिलेको बचपन गर्नु नै आकाश जमिनको फरक। एक दिन यो कुरो लिएर पनि हामी बस्नुपर्छ। चलो अब त्यस्तो के होला, कुरो त त्यति नै हो होइन। गएर होइन, अब त्यही हो, अब जो बेङ्गलोर हुँदै बस्नु हुँदैछ सबैले अब प्लान बी चाहिँ बनाउनु जरुरी छ मलाई लाग्छ होइन। किनभने हाम्रो जिन्दगी बेङ्गलोरमा बित्दैन हो त। अब हुन त भने पैसा अहिले हामी इन्जोय गर्छौँ, भोलि गएर त्यही हो, सुको सुको आउँछ, फेरि बेङ्गको चाहिँ स्वार जिरो। अहिले फेरि के अरे हस्पिटलको एक्सपेन्सहरू पनि थोरै छैन। एकपल्ट बिमारी भयो भने त्यहाँ कम्तीमा पनि 10,000, 15,000